हजुरले भन्ने चाहिँ त्यही हो यस मन्दिरको विषयमा हल्का गुरु गोरक्षनाथ हजुरको यो ठाउँदेखि हिसाबै भनिदिनु पऱ्यो मलाई। नमस्कार, यो चाहिँ मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर 3 डाँडा गाउँमा अवस्थित सद्गुरु शिवगोरखनाथ बाबाको पहिलो शक्तिपीठ हामीले सबभन्दा सुरु गरेको वायुमण्डलीय शक्तिपीठ, जुन वायुमण्डलमा छरिरहेका शिवशक्ति जुन शक्ति ऊर्जा छ, त्यो ऊर्जालाई चाहिँ हामीले यहाँ मन्दिरको रूपमा स्थापना गरेर यहाँबाट चाहिँ आउने भक्तजनहरूले चाहिँ त्यो ऊर्जा प्राप्त गर्नको निम्ति जस्तै हामीले आकाशमा भएको वायुमण्डलमा भएको कुराहरूलाई त हामीले देख्न सक्दैनौँ। अब यहाँ भएपछि त कमसेकम मूर्ति मन्दिर स्थापना भइसकेपछि यहाँ आएर यहाँबाट आशीर्वाद लिएर जाने हो। बाबा सद्गुरु शिवनाथ बाबाको विभिन्न ठाउँमा विभिन्न शक्तिपीठहरू हामीले स्थापना गरेका छौँ। त्यसै क्रममा सबभन्दा पहिला यहाँ वायुमण्डल शक्तिपीठ बाबा सद्गुरु शिवनाथ बाबाकै आदेश र आज्ञामा अब यस धरतीमा अन्य अत्याचारले सीमा नागिसक्यो, धर्म रक्षा गर्नको निम्ति, चराचर जगतको कल्याणको निम्ति, सत्यको निम्ति वैदिक सनातन धर्म जुन परापूर्व कालदेखि सृष्टिकालदेखि चलिआएको त्यसको संरक्षण र जगर्नाको निम्ति यहाँ मेरो शक्तिपीठ स्थापना गरेर सबैलाई मैले ऊर्जा जे छ मसँग छ मैले सबैलाई ऊर्जा दिन्छु, त्यसको निम्ति बनाउनुपर्छ भन्ने आदेशअनुसार हामीले यो शक्तिपीठ स्थापना गरेका छौँ। र यहाँ सम्पूर्ण नेपालमा रहेका सम्पूर्ण शक्तिपीठहरू विभिन्न देवी देवताका मूर्तिहरू यहीँ छन्, यहीँ राखेका छौँ। भित्र पनि चारवटा दिशामा चारवटा मुख भएको शिवजीको सद्गुरु शिवनाथ बाबाको मूर्ति छ। सायद यसरी बनाएको पहिलो नै हो, यो अन्त मैले देखेको छैन कि चारवटा दिशामा चारवटा रूप छ, चारवटा रूपको चारैवटा काम छ। र भित्र पनि जगतआमा विश्वआमा र धरतीआमा र प्रथम गणेश साहिबको मूर्ति स्थापना गरेका छौँ। अब यहाँ आएर दर्शन गरेर आइसकेपछि सबै देवी देवताको एकमुष्ट एकैचोटि दर्शन गर्न पाइने यो पवित्र स्थान हो। र हजुरहरू पनि आएर सबैजनाले आएर एकचोटि दर्शन गर्नु भने सबै कुरा प्रष्ट रूपमा बुझ्न सकिन्छ। यो पवित्र स्थल हो। यो कौरव र पाण्डव छुटेको स्थान पनि हो। त्यतिखेरको महाभारतको युद्धको कालमा युद्ध सकिसकेपछि कौरव र पाण्डवहरू छुटेको स्थान माथि छ, जहाँ पाथिभरा आमा विराजमान भइबस्थिन्थ्यो। जुन उहाँ अहिले पाथिभरा आमा हाम्रो ताप्लेजुङ भन्दा नि पहिलाको पाथिभरा आमा त्यहाँ यहीँबाट देखिन्छ। त्यो सबभन्दा अग्लो डाँडा हो। त्यो विभिन्न हिसाबले चाहिँ बाबा आमाले चाहिँ सिंहमा विराजमान भइकन सबैले दर्शन पाइसक्नुभयो। राति त्यो ठाउँ हो यो सिंहमाथि चढेको जगतआमाको दर्शन पाइसक्नुभयो। त्यस्तो पवित्र ठाउँ हो यो। त्यसैले अब त्यही भएर हामीले यहाँ बनाएका हौँ, नत्र हामीले विभिन्न ठाउँमा बनाउनु पर्ने थिएन। अब यो जगत कल्याणको निम्ति हो, हाम्रो त्यही हो। यहाँ आउन हामी कसरी आउन सक्छौँ र यहाँ यो चाहिँ अब काठमाडौँबाट आउँदाखेरि थाङकोटको बाटो सुरुङमाराको बाटो हुँदै नौबिसेबाट बाई रोडको बाटो 45 किलोमिटर बाटो आइसकेपछि शिखरकोट बजारमा आएर त्यहाँ सहज रूपमा थाहा देखिन्छ, मन्दिर देखिन्छ त्यहीँबाट। अनि त्यहाँ सोद्धा पनि थाहा हुन्छ। शिखरकोटबाट अलिकति 2 किलोमिटर अगाडि डाँडा गाउँ भन्ने ठाउँमा अवस्थित यो मूर्ति। यहाँ भक्तहरू आउनुभयो भने बस्न खानाको भक्तहरू आउनुभयो भने बस्न खान अब आवासको व्यवस्था छ। धेरैजना त भने 20-50 जनासम्मलाई पुर्याउन सकिन्छ। खाना बस्नको व्यवस्था सबै राम्रो छ। अब छ उसको व्यवस्था छ, सबै बस्नलाई पनि व्यवस्था छ, खाना बस्नलाई पकाउने। हामी अब कसैले 2-4 दिनको अनुष्ठान 8-10 दिनको अनुष्ठानै म यहाँ बसेर गर्छु भनेर आउन पनि सबै कुरा गर्नलाई सकिन्छ नि। सबै कुराको व्यवस्थापन हुन्छ। जे जति सकिन्छ हामीले गर्न सक्ने जति गर्छौँ। गुरुको तर्फबाट पनि केही यहाँ हिजो हाम्रो रामप्रसादजीले भन्नुभयो गुरु गोरक्षनाथ यहाँनिर चाहिँ के अरे यो ठाउँको नाम डाँडा गाउँ होइन, यहाँ यो पुरै एरिया मकवानपुर पालुङमा छ भन्ने भएर बिर्सेछु कि पालुङमा छ। जामगुरु भन्नुभयो 2 पटक म गएँ भनेपछि त जङ्गल जस्तो भन्नुभएको थियो, उहाँले त गुफा जस्तो हो कि पर्छ होइन, केही छैन भन्ने छ भने सबै लिएर आएको हामीले होइन, सबै लिएर आइयो। उहाँले भन्नुभयो अब उहाँ नआएको 2 वर्ष भइसक्यो। खानाको नि व्यवस्था गरेर आएको थियौँ, खानाको सहित व्यवस्था गरेर हामी आएको थियौँ। यहाँ आउँदा चाहिँ एउटा हामीलाई हाम्रो घरमा जे सुविधा हुन्छ त्योभन्दा पनि बढी सुविधा लियौँ यहाँ हामीले। त्यहाँबाट आउने बित्तिकै मैले हेरेँ यहाँ मन्दिरमा सब व्यवस्था छ भने मैले उहाँलाई होइन त्यहीँनिर बाट आउँदै यो चाहिँ हामीलाई एकदम यहाँ स्वर्गीय अनुभूति भयो भनौँ न। एकदम मन शान्त यहाँ आउने बित्तिकै गुरु गोरक्षनाथको केही भाइब्रेसनको अनुभव मैले गरेँ होइन। अब यहाँनिर नेपालमा यो सायद पहिल्यै मन्दिर होला गुरु गोरक्षनाथको 4 मुख भएको होइन हामीले देखेको। अब हामी धेरै ठाउँ जाँदा पनि होइन नेपालमा चाहिँ यो 4 मुख भएको र अत्यन्त शक्तिशाली र सबै देवताहरू व्यवस्थित तरिकाले राखेको
हेर्नु जुत्ताहरू बाहिर खोल्ने यति व्यवस्थित गर्नुभएको छ यस्तो ठाउँमा पनि होइन। यत्रो बजेटहरू छ ल्याएर यत्रो यो गर्नुभएको साधकहरूको लागि एकदम सुवर्ण अवसर हो। अरू पनि मान्छेहरूलाई चाहिँ अब हामीले यहाँ शक्तिपीठ हो यो वायुमण्डलीय शक्तिपीठ हावाबाट नै गुरु गोरखनाथले भन्नुभएको छ म हावाको बेगमा गडगडाटमा चाहिँ मेरो उपस्थित हुन्छ भनेर। हो त्यस्तै यहाँ अनुभव भयो मलाई आउने बित्तिकै होइन। हामी आउँदा पनि यहाँ पानी पऱ्यो, अहिले पनि पानी नै परिरहेछ होइन। एउटा छुट्टै अनुभव भइरहेछ यो ठाउँमा। तपाईँहरूले मकनपुरवासी त सबै आउनु नै पऱ्यो होइन, नजिकै भएपछि होइन। अब हाम्रो चितवनवासीहरू पनि देवघाटवासीहरू पनि अब गर्मी छल्नलाई भए नि आउनु पऱ्यो। गर्मी छल्न आउने बाहनामा यो जप तप पनि हुने भयो, ध्यान पनि हुने भयो। उहाँ त्यति गर्मी छ, यहाँ आउँदा ओड्नुपर्ने चिसो 2टा ओड्नुपर्ने छ होइन। यो पर्यावरणीय हिसाबले पनि यो ठाउँ अत्यन्तै राम्रो देखियो र साधना हिसाबले त अब उहाँले भनि नै सक्नुभयो हाम्रो प्रधानजीले। साधनागत हिसाबले त यो साधन स्थली तपस्थली नै हो, नेपाल आफैमा तपस्थली हो। त्यो मध्ये पनि यो मकनपुरको यो जुन अवस्थित छ यहाँनिर जुन पाथिभाराको कुरा गर्नु भइसक्यो उहाँले। पहिला भन्दा पनि पाथिभारा चाहिँ उहाँभन्दा पनि पुरानो चाहिँ यहाँ हो भन्ने पनि कुराहरू भयो सुने मैले। उहाँले पनि भन्नुभयो, पुजारीले पनि होइन। अब यहाँनिरको चाहिँ छुट्टै अनुभव भयो मलाई पनि। त्यही भएर सबै जनता जनार्दनहरूलाई चाहिँ यहाँ आएर भगवान् गुरु गोरक्षनाथको दर्शन गर्नुहोस्, आफ्नो आध्यात्मिक यात्राहरू पूर्ण गर्नुहोस् होइन, मनलाई शान्ति दिनुहोस्। र तपाईँहरूको गाउँठाउँमा भएका मान्छेहरूलाई ल्याएर एकचोटि यहाँ भिजिट गराउनुहोस् होइन। एक दिन भयो भने टुरिज्म प्रवर्धनको लागि पनि हो यो त। अब साधु सन्त र एउटा संस्थाहरूले त सबै जनता जनार्दनकै लागि नै गर्ने हो होइन। सबै जनता जनार्दनहरू आएर चाहिँ यहाँ एकचोटि आउँदा पनि मन प्रफुल्लित पारेर जानु होला भन्न चाहन्छु। र ओम नमो नारायण, ओम नमः पार्वती पिता, ओम आदेश, जय गुरु गोरक्ष है। ठिक